आज फेरि मैले डायबिटिक सम्बन्धित एउटा अर्को टपिक जुन चाहिँ अहिले सबैजना मान्छेहरूले मलाई धेरैले सोध्नु पनि गर्नुहुन्छ। यो HbA1c को भ्यालु कति हो, यो भ्यालुलाई कतिलाई मान्ने हो, कुनलाई डायबिटिक भन्ने हो, कुनलाई डायबिटिक नभन्ने हो, कति भयो भने डायबिटिक हो, कति भएन भने डायबिटिक, यस्ता यस्ता विभिन्न क्वेसनहरू मलाई अहिले धेरै मान्छेहरूले मसँग भेट हुँदा, मेरो कम्युनिटीको मान्छेहरूले, मेरो समाजको मान्छेहरूले मलाई सोधिरहनुहुन्छ यो प्रश्न। त्यही भएर आज मैले HbA1c सम्बन्धित मैले आज एउटा भिडियो बनाउन खोजेको छु, जुन भिडियो तपाईँहरूको लागि उपयोगी होला भन्ने ठान्दछु पनि मैले। अब यो HbA1c भन्ने कुरा भनेको के हो त, यो हो के त भन्दा, यो चाहिँ हाम्रो शरीरमा आरबिसी हुन्छ, हाम्रो शरीरमा ब्लड हुन्छ, ब्लडमा आरबिसी हुन्छ, आरबिसी भित्र हेमोग्लोबिन हुन्छ, अनि त्यो हेमोग्लोबिन चाहिँ हेम र ग्लोबिन भन्ने दुईटा पार्टहरू हुन्छन् जसलाई हामीले हेमोग्लोबिन भन्ने गर्छौँ। यो हेमोग्लोबिन चाहिँ यही हेमोग्लोबिनसँग ग्लुकोज गएर टाँसिने भएको हुनाले यसको नाम चाहिँ हेमोग्लोबिन A1c भनेर यसको नाम राखिएको। अब यो हेमोग्लोबिन वास्तवमा ब्लड सुगर जस्तै हो त, अथवा यसले ब्लड सुगरले जस्तै मोनिटर गर्ने गर्छ त, के हो त भन्दा यो हेमोग्लोबिन अथवा A1c भन्ने जुन टेस्ट छ, यो टेस्ट चाहिँ वास्तवमा मान्छेहरूलाई कसैलाई डायबिटिज भएको छ भने त्यसको चाहिँ एभरेज निकाल्ने गर्छ, अथवा टोटल 3 महिनामा, अथवा एउटा आरबिसी को लाइफ स्पेन भनेको, अथवा ब्लडको लाइफ स्पेन भनेको चाहिँ 90 देखि 120 दिन हो। एउटा आरबिसी शरीरमा जब निस्कन्छ त्यो मर्ने बेला अथवा त्यो फुट्ने बेलासम्मको टोटल लाइफ स्पेन भनेको चाहिँ 120 दिनको लाइफ स्पेन हुने गर्छ। त्यही भएर यो हेमोग्लोबिन, अनि यो हेमोग्लोबिनमा ग्लुकोज गएर छिरेपछि यसले चाहिँ त्यो फुट्ने दिनसम्म भनेको हामीले एभरेज चाहिँ 90 देखि अथवा 120 दिनसम्म मान्ने भएको हुनाले यसलाई हामीले चाहिँ टोटलमा भन्दा यसले 3 महिनाको ग्लुकोजको एभरेज निकाल्छ भनेर भन्ने गर्छौँ। यो 3 महिनाको एभरेज ग्लुकोज निकालेर हेर्नुपर्ने किन हो त, के कारण छ त भन्दाखेरि, जस्तै मान्छेले अहिले बिहान ग्लुकोजको मोनिटर गर्यो, कसैलाई डायबिटिक छ अथवा कसैलाई प्री डायबिटिक छ भने अहिले बिहान गर्यो अनि फेरि एकछिनपछि बेलुका गर्ने अथवा एकछिन 2 घन्टापछि गर्ने, यस्तो चाहिँ सधैँभरि सम्भव हुँदैन। त्यही भएर के गर्नुपर्ने हुन्छ त भन्दाखेरि, यो हेमोग्लोबिन A1c गरेर टेस्ट गरेर हेऱ्यो भने यसले चाहिँ टोटल 90 दिनभित्र अनि यसले कति थियो त हाम्रो शरीरमा ब्लड ग्लुकोजको लेभल अथवा HbA1c को लेभल कति रहेछ भन्ने कुरा थाहा हुन्छ, जसको कारणले हामीले यो मान्छेलाई डायबिटिक छ अथवा यो मान्छे प्री डायबिटिक छ भन्ने कुराको चाहिँ हामीले कन्फर्म गर्न सक्छौँ। अब यो हेमोग्लोबिन र ब्लड ग्लुकोजको हेमोग्लोबिन र ग्लुकोजको रेसियो लेभल के हो त यो भन्दाखेरि, जहिले पनि जब हाम्रो शरीरमा हामीले थाहा पाउनु पर्ने कुरा के हो त भने, ब्लड ग्लुकोज सबैभन्दा धेरै कसलाई चाहिन्छ त भन्दाखेरि आरबिसीलाई चाहिन्छ। आरबिसी हाम्रो शरीरमा सबैभन्दा धेरै ग्लुकोज कन्ज्युम्सन गर्ने सेल हो। त्यही भएर त्यो सेलमा अब जस्तै आज ब्लड ग्लुकोजको प्रोडक्सन भयो भने आजदेखि 90 दिनसम्म त्यो आरबिसी भित्र कति ग्लुकोज छिर्यो त्यो भित्र भन्ने आधारलाई हामीले बेस बनाएर अनि त्यसैकै आधारमा हामीले हेमोग्लोबिन A1c अथवा यसलाई HbA1c टेस्ट चाहिँ हामीले यदि ल्याबमा गएर गरियो भने त्यसले टोटल 3 महिनाको एभरेज देखाउने गर्छ। त्यो एभरेजले के थाहा हुने गर्छ, मैले अघि पनि भनिसकेको छु। यसले के थाहा गर्छ त भन्दाखेरि, हाम्रो अहिलेसम्म यो 3 महिनामा कति रहेछ त मेरो ब्लड ग्लुकोज लेभल भन्ने कुरा थाहा दिन्छ। त्यही भएर यसको इन्टरनेसनली अथवा संसारभरि विभिन्न जर्नलहरूमा, विभिन्न लेखहरूमा, विभिन्न पब्लिकेसनहरूमा आएको कुरालाई यदि हामीले मान्ने हो भने यसको चाहिँ के छ त भन्दाखेरि, यदि हाम्रो शरीरमा ब्लड हेमोग्लोबिनको लेभल यदि लेस देन 5.7 छ भने चाहिँ त्यसलाई हामीले नर्मल मान्ने गर्छौँ। यदि त्यसो होइन 5.7 देखि 6.4 सम्म छ भने त्यसलाई हामीले प्री डायबिटिक भन्ने गर्छौँ। यो चाहिँ संसारभरि यो कुरालाई चाहिँ एप्रुभ गरेको छ, मानेको छ। यस्तै अर्को छ डायबिटिक
भनेर कन्फर्मेसन गर्नलाई यसलाई 6.4 भन्दा धेरै भ्यालु भएको हुनुपर्छ। 6.4 भन्दा धेरै भएकोलाई किन हामीले डायबिटिक भनेर मान्ने, 6.7 अथवा 7.8 अथवा 8 लाई किन नमान्ने, के हो त यो भन्दाखेरि जहिले पनि हामीले जान्नुपर्ने कुरा के हो भने यदि ब्लडमा ग्लुकोजको लेभल अथवा HbA1c को लेभल 6.4 भन्दा माथि अथवा स्पेसली यसलाई आधा 6 भन्ने गर्छ, 6.5 अथवा 6.4 भन्दा माथि यदि ब्लड ग्लुकोजको लेभल त्योभन्दा माथि गयो भने HbA1c को लेभल त्योभन्दा माथि गयो भने त्यसले के गर्छ त भन्दा हाम्रो शरीरको विभिन्न अङ्गहरूमा जस्तै आँखा भयो हैन, अनि त्यसपछि अरू विभिन्न स्पेसल्ली आँखामा रेटिनोप्याथी भन्ने गर्छ त्योमा, र त्यसका अलावा बिस्तारै बिस्तारै शरीरका अरू पनि अङ्गहरूमा कम्प्लिकेसन गर्न सक्ने त्यतिसम्मको लेभल भएको हुनाले यसलाई हामीले त्योभन्दा माथि अथवा 6.4 भन्दा माथि भयो भने यसलाई चाहिँ हामीले डायबिटिक भनेर कन्फर्मेसन गर्ने अथवा कन्फर्म गर्ने गरिन्छ। त्यही भएर यो तीनवटा चिजहरू चाहिँ हामीलाई थाहा हुनुपर्छ। अर्को कुरा चाहिँ हामीले थाहा पाउनुपर्ने कुरा के हो त भने यो हेमोग्लोबिन HbA1c जुन टेस्ट छ यो टेस्ट के वास्तवमा राम्रो टेस्ट हो त, के यो भन्दा अर्को कुनै विकल्प छैन त, यस्ता कुराहरू पनि आउन सक्छन्। त्यही भएर यो कुरा यो HbA1c गर्नको मेन गरेर दुईटा कारणहरू छन्। एउटा चाहिँ कन्फर्मेसन अथवा डायग्नोसिस अफ डायबिटिज छ कि छैन भनेर कन्फर्मेसन गर्न, अर्को चाहिँ ग्लुकोजको मोनिटरिङ गर्न। मैले भनिसकेँ ग्लुकोजको मोनिटरिङ, यसलाई के पनि भन्छ भन्दा गोल्ड स्ट्यान्डर्ड टेस्ट पनि भन्ने चलन छ यो डायबिटिजको सवालमा। त्यही भएर यो दुईटा कुराका लागि मुख्य गरेर यी दुईटा कारणका लागि हामीले चाहिँ के गर्ने गर्छौँ त भन्दा डायबिटिकलाई कन्फर्मेसन गर्ने HbA1c टेस्ट गर्ने गर्छौँ। के यो टेस्ट 100% ठिक हो त, के यो टेस्टको अर्को विकल्प छैन त, के यो टेस्टको अरू कुनै बेफाइदाहरू छैनन् त? छन्, यसका पनि बेफाइदाहरू छन्। यसले के गराउन सक्छ त भन्दा यसले कहिलेकाहीँ फल्सली हाई देखाउन सक्छ रिपोर्टलाई, अथवा कहिलेकाहीँ यसले फल्स गलत लो देखाउन सक्छ कहिलेकाहीँ रिपोर्टलाई। र यसलाई चाहिँ अर्को चाहिँ कसैले यदि इन्सुलिन लिइरहनु भएको छ भने त्यो इन्सुलिन लिइरहेको मान्छेहरूलाई चाहिँ यो हेमोग्लोबिन चाहिँ त्यति उपयोगी टेस्ट चाहिँ होइन। किन होइन भने इन्सुलिन लिएको मान्छेहरूको छोटो छोटो समयहरूमा यो चाहिँ बढ्ने र घट्ने भएको हुनाले यो चाहिँ त्यति राम्रो होइन, जसलाई चाहिँ डायबिटिक कन्फर्मेसन पहिले भइसकेको छ। यसका लागि चाहिँ अहिले एउटा नयाँ टेक्निक अथवा नयाँ टेक्नोलोजी आएको छ अहिले संसारभरि, यसलाई भन्छ CGMS अथवा यसलाई भन्छ कन्टिन्युअस ग्लुकोज मोनिटरिङ स्क्रिनिङ टेस्ट भनेर भन्ने गर्छ। यो टेस्ट अथवा CGMS चाहिँ वास्तवमा डायबिटिक कन्फर्मेसन भएर इन्सुलिन लगाउने मान्छेहरूको लागि यो चाहिँ धेरै उपयोगी हुन्छ। यस्ता अरू यी कुराहरूको बारेमा मैले अर्को भिडियो बनाउने छु। हस्, धन्यवाद, थ्याङ्क यू।